यो सबै सामान चाहिँ आमाको माइतबाट ल्याइदिनु भएको हो। मेरो आमाको माइत चाहिँ मिरिक गयाबारीमा हो। अनि आज चाहिँ आमा बाबा दुवैजनालाई हेर्नु लागि चाहिँ मेरो माइला मामा अनि ठुलो माइजू त्यहाँदेखिको दिदी सुरक्षा दिदी मिरिकबाट अनि भाइ आएको थियो। अनि उनीहरूले नै यो सबै सामान ल्याइदिनु भएको हो। यति बेसी सामान ल्याइदिनु भएछ। अनि मेरो आमा त अब हिल स्टेसनको पनि पऱ्यो। अनि उसलाई चाहिँ यो सामान यस्तो सामान अर्ग्यानिक घरमै फलेको सामानहरू चाहिँ पुरा मन परेर हुनुहुन्छ मेरो आमाले हो। मेरो आमा चाहिँ सबभन्दा कान्छी बहिनी, 4जना दाजु हुनुहुन्छ मेरो आमाको। अनि मेरो आमा चाहिँ सबभन्दा कान्छी बहिनी हो। अनि दाजुहरूको माया त आमाले पुरै पाउनु भएको छ हो। त्यही भएर मेरो आमा चाहिँ सानो कुरामा छिट्टो मन पनि दुखाइहाल्नुहुन्छ हो। आएन भने पनि मन दुखाइहाल्नुहुन्छ हो। अनि त्यस्तो हुनुहुन्छ अब, किनभने सानो हो नि त सबभन्दा कान्छी घरको भएपछि कस्तो हुन्छ है, सानो कुरामा पनि रिसाउने मन दुखाउने त्यस्तो हुन्छ। तर सबैले चाहिँ मेरो आमालाई पुरा माया गर्नुहुन्छ एकदमै। अनिखेरि मैले सोधेँ थिएँ कि मेरो आमालाई कि यो चाहिँ के हो भनेर, किनभने कालो निङ्ग्रो रहेछ नि त, मैले कहिले देखेको थिइनँ। अनि आमाले भन्दै थियो एकदम राम्रो हो यो कालो निङ्ग्रो भन्दै थियो। अनि अर्ग्यानिक घरमै फलेको, अब मासतिर बसेपछि फाइदा नै यो हो, घरकै अगाडि नै सबै सब्जीहरू फलिरहेको हुन्छ। इस्कुसको मुन्टा भयो, यो काँक्रा भयो। अनि यो काँक्रा चाहिँ मेरो यस्तो डरलाग्दो फेभरेट, मलाई यस्तो लाग्दो मनपर्छ। हुन्छ नि अब यहाँको काँक्रा र उताको काँक्रा त मिल्दैन नि त हो। अब यहाँको त हाइब्रिडहरू कतिवटा उयो भएको हुन्छ, तर उता त एकदम घरकै अगाडि फलेको अर्ग्यानिक हुन्छ। अनि अर्ग्यानिक खानु भनेको राम्रो चाहिँ के हो अहिलेको जमानामा होइन, आफ्नो हेल्थको लागि। अनि मसरुमहरू पनि ल्याइदिनु भएको रहेछ कि, मसरुमहरू ल्याइदिनु, खसीको मासु ल्याइदिनु भएको रहेछ। सुरक्षा दिदीले बिचरा त्यही गाउँतिरै काटेको होला नि त। अनि त्यहाँ मासतिर बस्नु त फाइदै हो, गाउँघरमा बस्नु त फाइदै हो। त्यहाँको चाहिँ इन्भाइरोमेन्ट एकदमै राम्रो हुन्छ कि, मलाई चाहिँ पुरा मनपर्छ त्यस्तो। अनि यो सबै सामानहरू म तपाईँलाई देखाउँदैछु। अनि मेरो आमाले चाहिँ भिडियो बनान, फोटो बनान भनिरहेको थियो कि अब आफ्नो माइतबाट ल्याइदिएको सानो सामान पनि त कति चाहिँ मतलब प्रिसियस हुन्छ कि, त्यो चाहिँ अब मैले आमाकैबाटै सिकेको हो कति कस्तो प्रिसियस हुन्छ भनेर। अनि आमाले हरेक कुरा नै भ्याल्यु गर्नुहुन्छ। अनि हाम्रो चाहिँ गाउँघरमा सबैलाई बाँडिदियो सामानहरू। अनि खसीको मासु पनि ल्याइदिनु भएको थियो। अनि यसरी नै मेरो